जान आँटेको मामा घर। मेरो नाम चाहिँ जलन बस्नेत हो। बोलिरहने बाबु चाहिँ मेरो भतिजो हो। ऊ सानैदेखि चाहिँ मसँग नै बस्छ। अनि बाहिर हिँड्दा चाहिँ दुईवटा बाबुले ह्यान्डल गर्नु भने साह्रै गाह्रो हुन्छ मलाई। फेरि दुईजना नै एकदम चुकचुके छन्। मलाई पहिला चाहिँ बच्चाहरू चाहिँ मनै पर्दैन थियो कि, तर यो मेरो भतिजो मसँग बस्न थालेपछि उसँग मेरो गहिरो अट्याचमेन्ट। हामी चाहिँ मेरो बुढो हजुरबाकोमा आएको छौँ। आउने बित्तिकै चाहिँ मेरो बाबुलाई भोक लागेर मैले चाहिँ खाना निकालेँ। अनि खाना चाहिँ मैले घरबाट नै बनाएर लिएर आएको थिएँ र उसले सबै खाएँ। यहाँ चाहिँ मेरो मम्मीले सेल पकाउँदैछ। मम्मीलाई देख्ने बित्तिकै कस्तो आनन्द लाग्यो कि। उहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ। मेरो हजुरबा 100 वर्ष हुनुभयो र बिरामी पनि हुनुहुन्छ। नातिलाई टिका लाउँदै हुनुहुन्छ र अर्को बाबुलाई पनि लगाइदिनु भयो र सँगसँगै मैले पनि लगाइहालेँ। पलातिर हजुरबाको सानो मुमेन्टमा मैले क्यामेरामा कैद गरिहालेँ। समय पनि कति छिटो बित्ने कि है। मेरो ठुलो बाबुलाई भने खटिमुटी धेरै मन पर्ने, जहाँ देख्यो आँख टिप्न गइहाल्छ कि। अनि यिनीहरूलाई अटोमा जानु पऱ्यो भने फेरि अटो ड्राइभर हेर्नु न कति क्युट छ। मेरो बाबु मक्का छ उनीहरूलाई देखेर। ओके बाई।